खाना नपाइकन मान्छे बाँच्दैन। त्यसो हुँदाखेरि मान्छेलाई बाँच्न दिने कुरा यति मात्रै होइन कि उसलाई गोली नहानियोस्, यति मात्रै होइन कि उसलाई फाँसीमा नझुन्ड्याइयोस्, यो पनि हो कि उसको वास्तवमा जीविकोपार्जनको ग्यारेन्टी कसरी गर्ने हो, उसलाई बाँच्ने ग्यारेन्टी कसरी गर्ने हो। तर एउटा प्रजातान्त्रिक सरकारले, एउटा प्रजातान्त्रिक पद्धतिले, एउटा प्रजातान्त्रिक पार्टीले मान्छेहरूका भोकप्रति, रोगप्रति, मान्छेहरूका समस्याप्रति, शिक्षा र स्वास्थ्यका कुराहरूप्रति ऊ चिन्तित छ कि छैन र बोल्ने, लेख्ने, छाप्ने, सभा सङ्गठन गर्ने, पार्टीहरूमा लाग्ने, आफ्ना विचारहरू एक्सप्रेस गर्ने त्यो कुराप्रति ऊ वास्तवमा साँच्चै हार्दिक रूपले नतमस्तक छ कि छैन, यो कुराले देखिनुपर्छ। जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ